वेलकम इन कुसुस वर्ल्ड। यसपालि हामीले क्लासमा क्रिसमस मनाउन सुरु गर्यो र मैले मेरो सानो सानो विद्यार्थीहरूलाई आफै कलरिङ गर्नलाई दिएको र उनीहरू एकदम खुसी भएर गर्दैछन्, एकदम रमाइलो गर्दैछन्। अनि गरिसकेको नानी बाबुहरू भने एकातर्फ बिजी राखेको छन्। सक्दो केही गिफ्टहरू गरेको छु र हाम्रो तयारी यस्तो भयो र सबै नानी बाबुहरूलाई फोटो खिचाउनलाई रेडी गरेँ। ल सबैले मेरी क्रिसमस ल बसेर है। यस्तै हो हाम्रो नानी बाबुहरू। हल्ला धेरै आइरहेको कारणले मैले म्युजिक म्युट गरेको छु नानी बाबुहरूको। नानी बाबुहरूलाई यसरी रेडी गर्न एकदम म्यानेज गर्न गाह्रो हुन्छ, थाहा नै छ सबैलाई। आफ्नो तर्फबाट मैले नानी बाबाहरूलाई केही गिफ्टिङहरू भने आफ्नो तर्फबाट पेन्सिल गिफ्ट गरेँ मैले सबै नानी बाबुहरूलाई। नानी बाबुहरूले अब धेरै ठुलो त दिन पाएन, तर कलम पेन्सिलहरू दिँदाखेरि पनि नानी बाबु सबै धेरै खुसी भएको थियो। मिसले हामीलाई गिफ्ट दियो भनेर, कहिले मिस दिने, मिस गिफ्ट के दिने भनेर सुरुदेखि नै सोधै थियो बच्चाहरू। अनि लास्टमा उनीहरूलाई मैले पेन्सिलमा स्टार लगाएर पेन्सिल दिएँ। र मैले आफ्नो तर्फबाट नानी बाबुहरूलाई चकलेटहरूको पनि व्यवस्था गरेँ र यी चकलेटहरू मैले अरू क्लासमा पनि बाँडेँ। जस्तै अरू क्लासमा पनि जान्छु म अनि अरू क्लासको नानी बाबु पनि मलाई मेरै बच्चाहरू जस्तो लाग्छन्। त्यसै सबैमै लाग्ने बच्चाहरू छन्। केही बेर भने नानी बाबुहरूलाई मैले डान्स पनि गराएँ र सिङ्गल डान्स पनि गराएँ। को राम्रो नाच्दो रहेछन् भनेर। सिङ्गल डान्स भन्दा यिनीहरू नानी बाबुहरू ग्रुपमा बढी खुलेर नाच्दो रहेछन्। पेम्बा नाच पेम्बा ल ममता नाच भनिहाले जस्तै भनिहाले। अब नानी बाबुहरू यस्तै त हो नि, चकचक चल्ने, यता दौडिने उता दौडिने। नाच त एकचोटि जिङ्गल बेलमा नाच ल। जिङ्गल बेल जिङ्गल बेल जिङ्गल।
सबै क्लासमा सबै स्कुलको प्रत्येक एउटा क्लासमा एकजना एकदम धेरै एक्टिभिटी गर्ने खालको हुन्छ नि। मेरो क्लासको चाहिँ सबैभन्दा एक्टिभिटी गर्ने खालको ऊ नानी हो। अनि ऊ एकदम काम हराउनु पऱ्यो भनेदेखि पनि ऊ एकदम गर्नमा एकदम अगाडि, नाचौँ भन्दा पनि नाच्नमा पनि एकदम अगाडि, हर चिजमा अगाडि छ ऊ नानी। ऊ नानी चाहिँ पढ्नमा एकदम राम्री छिन्, तर नाच्नमा अलि लजाउँदै छिन् भनिहालेँ नि, सिङ्गलमा लजाउने। त्यस्तै हो नानी बाबुहरू, सिङ्गल नाच्नुमा अलि लजाउँछन्, कोही चाहिँ फरवर्ड हुन्छन्। बाबु पनि नाचौँ कि ननाचौँ गरेर गरिदियो, तर भनिहालेँ नि मेरो फास्ट फरवर्ड नानी भनेको उही हो। आइहाल्छन्, नाचिहाल्छन्, जेमा पनि एकदम एक्टिभिटी फास्ट। पढाइमा अलिकति मात्रै कमजोर छन्, तर सब चिजमा फास्ट हुने मेरो नानी। ऊ नानी चाहिँ एक्लै नाच्न नमानेर एउटा बाबु पनि सँगै राखिदिएको, तर पनि हेर्छ त्यही हो, कोही चाहिँ मेरी क्रिसमस। लाइनमा बस्नु है, नत्र मलाई थाहै हुँदैन कसले दियो भनेर। मेरी क्रिसमस। मेरी क्रिसमस। मेरो आवाज चाहिँ के भइरहेको? मेरी क्रिसमस। मेरी क्रिसमस। मेरी क्रिसमस। मेरी क्रिसमस। मेरी क्रिसमस। अन्यथा नमान्नु होला, मेरो नानीहरू यस्तै छन्। मेरी क्रिसमस। मेरी क्रिसमस। सबैको यस्तै हुन्छ कि नानीहरू यस्तै लाग्छन् मलाई। मेरी क्रिसमस। मेरी क्रिसमस। मेरी क्रिसमस। त्यसपछि म नर्सरी क्लासमा पनि गएँ। नर्सरी क्लासमा पनि म जाने गर्छु, नर्सरीको मेरी क्रिसमस। मेरी क्रिसमस। परी। मेरी क्रिसमस। अनिसा प्रजा। मेरी क्रिसमस। अनि पुतली जस्तो भएर आएको। मेरी क्रिसमस। मेरी क्रिसमस। मेरी क्रिसमस। मेरी क्रिसमस। मेरी क्रिसमस। त्यसपछि भने म एसकेजी क्लासमा पनि गएँ। एसकेजी क्लासमा भने मिसले तयारी गर्दै हुनुहुन्छ क्रिसमस मनाउनु।